नेपाल भर्सेस वेस्ट इन्डिज बहुप्रतीक्षित टी20 श्रृङ्खला सुरु हुन लागिसक्यो र सबैको मनमा मुखमा एउटै प्रश्न छ। चिया पसलदेखि सोशल मिडियासम्म बहस एउटै छ, कसले जित्ला त? आज हामी यही प्रश्नको उत्तर खोज्नेछौँ, तर सिधै भविष्यवाणी गरेर होइन, बरु एउटा गहिरो विश्लेषणको बाटोबाट। हो, प्रश्न त यही हो, होइन त? नेपाल र वेस्ट इन्डिज आखिरमा जित कसको होला? तर हेर्नुस् न, यो प्रश्न जति सिधा देखिन्छ नि, यसको जवाफ खोज्ने तरिका त्योभन्दा कैयौं गुणा रमाइलो र रोचक छ। त्यसो भए आज हामी कसरी अगाडि बढ्छौं त? हामी यी 5 चरणहरूमा कुरा गर्नेछौं। सुरुमा त्यो अन्तिम टी20 प्रश्न के हो त्यो बुझ्छौं। त्यसपछि विश्लेषणको लागि एउटा फ्रेमवर्क बनाउँछौं अनि नेपाल र वेस्ट इन्डिजको तुलना गर्छौं। त्यसपछि आउँछन् निर्णायक एक्स फ्याक्टरहरू र अन्त्यमा केही निष्कर्ष निकाल्ने प्रयास गर्नेछौं। ल, सुरु गरिहालौँ है त। ल, हाम्रो पहिलो खण्ड अन्तिम टी20 प्रश्न। अब यो सुन्दा त सिधै कसले जित्छ भन्ने जस्तो लाग्छ, तर कुरा त्यति मात्रै होइन। हेर्नुस्, मुख्य कुरा कसले जित्छ भन्ने अनुमान मात्रै होइन। खास कुरा त हो हामी त्यो अनुमानसम्म पुग्ने कसरी। आजको हाम्रो लक्ष्य कुनै एउटा टिमको नाम भन्नु होइन, बरु एउटा यस्तो दृष्टिकोण बनाउनु हो जसले गर्दा खेल हेर्दा के कुरामा ध्यान दिने भन्ने थाहा होस्। अनि त्यो नयाँ दृष्टिकोण कसरी बनाउने त? हो, त्यसकै लागि हो हाम्रो दोस्रो खण्ड, विश्लेषणको लागि एक रूपरेखा। यहाँ हामी एउटा एनालिस्टको टुलकिट नै बनाउँछौं, जसले कुनै पनि म्याचलाई बुझ्न सजिलो बनाउँछ। प्रोफेसनल एनालिस्टहरूले प्रिडिक्टिभ एनालाइसिस भन्ने कुरा प्रयोग गर्छन्। यो सुन्दा भारी लाग्ला, तर सिधा भाषामा भन्दा उनीहरूले डेटा हेर्छन्, खेलाडीको फर्म, टिमको रणनीति जस्ता कुराहरूलाई खेलाएर एउटा सम्भावित नतिजाको चित्र कोर्छन्। आज हामी पनि ठ्याक्कै त्यही गर्न खोज्दैछौँ। ल, हाम्रो टुलकिटमा 4वटा मुख्य औजारहरू छन्। पहिलो, दुवै टिमको बलियो र कमजोर पक्ष के छ त्यो हेर्छौं। दोस्रो, म्याच जिताउन सक्ने मुख्य खेलाडी को हुन् त्यो पहिचान गर्छौं। तेस्रो, हालको फर्म कस्तो छ, लय कस्तो छ त्यो बुझ्छौं। र चौथो, जुन एकदमै महत्त्वपूर्ण छ, तथ्याङ्कले नदेखाउने एक्स फ्याक्टरहरूलाई पनि विचार गर्छौं। हो, यही 4 कुराले नै हामीलाई बाटो देखाउँछ। ल, टुलकिट त रेडी भयो। अब सिधै मैदानमा जाउँ र हाम्रा दुई प्रतिस्पर्धी नेपाल र वेस्ट इन्डिजको एक पक्षलाई तुलना गरौँ। ब्याटिङको कुरा गर्दा यो त दुई बिल्कुलै फरक धारको लडाई हो। एकातिर हाम्रो नेपाल छ, जो टेक्निक र पार्टनरशिपमा विश्वास गर्छ, इनिङ्सलाई बिस्तारै बनाउँदै लैजाने। अनि अर्कोतिर छ वेस्ट इन्डिज, जसको त मन्त्र नै गो बिग और गो होम जस्तो छ। पहिलो बलदेखि नै बाउन्ड्री हान्ने दाउमा हुन्छन्। बलिङमा पनि कथा उस्तै छ, तर फरक तरिकाले। नेपालको बलियो पक्ष भनेको एकदमै अनुशासित बलिङ, रन रोकेर प्रेसर बनाउने अनि ब्याट्सम्यानलाई गल्ती गर्न लगाउने। तर वेस्ट इन्डिज, उनीहरूको सोच फरक छ। तीव्र गति, आक्रामक बाउन्सर, ब्याट्सम्यानलाई डराएरै आउट गर्ने रणनीति। अनि अनुभव, आहा, यहाँ त झन् रोचक छ। एकातिर छ नेपालको युवा जोश, विश्व क्रिकेटमा आफ्नो छाप छोड्न आतुर भोको टिम। अनि अर्कोतिर छन् टी20 का बादशाहहरू, वेस्ट इन्डिजका खेलाडीहरू, जसले संसारको हरेक लिगमा सबैभन्दा ठूलो प्रेसरमा खेलेर आफूलाई खारिसकेका छन्। ल, यो सबैलाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ त? यो श्रृङ्खला भनेको सिधै रणनीति भर्सेस शक्तिको भिडन्त हो। अब असली प्रश्न यही हो कि नेपालको रणनीतिक र अनुशासित खेलले वेस्ट इन्डिजको त्यो विस्फोटक शक्तिको अगाडि टिक्न सक्ला? तर पर्खनुस्, क्रिकेट भनेको खाली कागज र तथ्याङ्कको खेल मात्रै हो र? होइन नि। अब कुरा गरौँ ती एक्स फ्याक्टरहरूको, जसले जस्तोसुकै विश्लेषणलाई पनि एकै झट्कामा फिक्का बनाइदिन सक्छन्। एउटा भनाइ छ नि, विश्लेषणले एक हदसम्म मात्र लैजान्छ, खास जादु त मैदानमा हुन्छ। र यो भनाइले क्रिकेटको सबैभन्दा सुन्दर तर अनुमान गर्न नसकिने पक्षलाई छुन्छ। अनि त्यो जादु के हुन सक्छ त? सोच्नुस् त, घरेलु मैदानमा हजारौं दर्शकको त्यो हो हल्ला, कीर्तिपुरको पिच जसले कति बेला स्पिनरलाई साथ दिन्छ, कति बेला ब्याट्सम्यानलाई, खेलको दिन पानी पर्ला कि घाम लाग्ला, अनि कुनै एक खेलाडीको त्यो एउटा चमत्कारी क्याच वा छक्का जसले खेलको मोड नै बदलिदिन्छ। र अन्तिम ओभरको त्यो सासै रोकिने प्रेसर। हो, यी कुराहरू कुनै पनि एनालिस्टको डायरीमा लेखिएको हुँदैन। ल, यति धेरै कुरा गरिसकेपछि अब हामी त्यही पुरानो तर सबैभन्दा ठूलो प्रश्नमा फर्क्यौं। त्यसो भए अन्तिम निर्णय के त?
अब हेर्नुस्, यसको मुख्य निचोड के हो भने यस्तो विश्लेषणले हामीलाई यो टिमले जित्छ भनेर ठोक्कुवा गर्दैन। बरु यसले हामीलाई एउटा नक्सा दिन्छ कि जित र हारको लडाईँ कहाँ कहाँ र कसरी हुँदैछ। यो एउटा गाइड हो जसले देखाउँछ कि खेलको मुख्य भिडन्त कहाँ छ। नेपालको स्पेन वर्सेस वेस्ट इन्डिजको पावर हिटिङमा हो कि या नेपालको युवा जोस वर्सेस वेस्ट इन्डिजको अनुभवमा। र अन्त्यमा एउटा कुरा सोचौं त, के यही अनिश्चितताले गर्दा नै क्रिकेट यति सुन्दर भएको होइन र? सायद विजेता को हो भनेर पहिले नै थाहा नहुनु हो, त्यही नै त हो नि यो खेलको असली रोमाञ्च।